अब बालन सर जानु भएपछि दिदीबहिनीहरूले हामीहरूले काम पाउने हो कि नपाउने हो त्यसको चिन्ता छ त हामीलाई त नराम्रो पो लाग्यो उहाँ जानुभयो तर उहाँ प्रधानमन्त्री हुनुभयो भने नि अब काठमाडौँ सरसफाइमा ध्यान दिनुहुन्छ होला सबैजना मिलेर होइन। अबको एक हप्तामा बालेन शाहले काठमाडौँको मेयरबाट राजीनामा दिँदै हुनुहुन्छ। उहाँले सुरुवात गरेको खोला सरसफाई यो अभियान यति बेला हामी विष्णुमतीमा देखिरहेका छौँ। पहिला बालेन सर हुँदाखेरि त्यो आमाहरूले पनि काम पाएको थियो, दिदीबहिनीले काम पाएको थियो, दाजुभाइहरूले पनि काम पाएको थियो, राम्रो काम दिनुभएको थियो। हजुर, काम अनुसारको दाम पनि दिनुभएको थियो सर हो हामीलाई। अब अहिले हरेक दिनको कति हुन्छ हाजिरा? हामीलाई 1245 छ। है गनाउनेदेखि लिएर सिमेन्ट कति कस्तो थियो, अहिले जे बालनले जो सरसफाइदेखि लिएर अहिले गरिरहेछ राम्रै छ अहिले त। कतै बोरा तानिँदैछ, कतै झाडी फाँडिँदैछ, कतै फोहोरलाई हटाइँदैछ, सङ्कलित फोहोर गाडीमा हालिँदैछ, कतै डोजर चल्दैछ, खोला सरसफाइ भइरहेको छ। विगत 3 वर्षदेखि लगातार काठमाडौँ महानगरपालिकाले गरिरहेको यो सुन्दर काम के बालेन्द्र शाह बिदाई हुँदै गर्दा आगामी दिनमा काठमाडौँ महानगरपालिकाले जारी राख्ला त? अब राम्रै मान्छेहरू नगरमा आउलान् नि, अब उहाँबाट सुरुवात भएको छ। हजुर, त्यो सुरुवातलाई निरन्तर दिने मान्छे आउला नि। कति दिनुहुन्छ त बालेन शाहलाई? 100मा कति नम्बर दिनुहुन्छ? 101 दिन्छु। के हो र? हजुर, महानगरपालिकामा हुँदा त धेरै राम्रो काम गर्नुभएको थियो बालेन सरले। हजुर, अहिले राजीनामा दियो भन्नुहुन्छ सरले। जो आए पनि सबैजना दिदी बहिनीहरूले आमाहरूले काम पाउन् होइन, सबैजनाले गरी खाने हो। सङ्घीय निर्वाचनमा उठ्न लागेका बालेन शाहलाई उनले सुरुवात गरेको यो काममा प्रत्यक्ष रूपमा किनारबाट हेरिरहेका जनताहरू के भन्छन् त? होइन, पहिला त बेसरी नै दुर्गन्धित हो यो ठाउँ। हजुर, अब यहाँ बाटो हिँड्न पनि हामी सक्दैन थियौँ। यो 3.5 वर्षमा केही सफाइको कामहरू राम्रो तरिकाले भएको देख्न पाइयो। होइन, उहाँले गरेका कामहरू धेरै कामहरू राम्रा छन्। छिटफुट कतै कतै कमी कमजोरी त मान्छे हुन्, उनी पनि मानव हुन्, मानवबाट कहीँ छिटफुटमा कमजोरी पनि भएका होलान्, तर पनि उहाँले गरेका सबै कामहरू देखिने कामहरू सबै राम्रा छन्। यो खोलो सरसफाइको काम कस्तो लागिरहेको छ? एकदम राम्रो, अहिले बालन आएकोदेखि एकदम राम्रो भइरहेको छ काम। काठमाडौँमा एकदम सुधार भइरहेको छ, सरसफाइ भइरहेको छ। वास्तवमा हिजोको दिनको भन्दा खोला खहरेहरू सरसफाइ भएका छन् र झाडी मुक्त बनेको छ, करिडोर पनि सफा बनेको छ। उहाँले प्रोसेस गर्नुभएको छ, त्यो धेरै राम्रो छ बालेनले। कान्छी तामाङ हो सरहरू। कति समयदेखि यो काम गर्दै हुनुहुन्छ? उहाँ बालेन सर आदिको हो। हामी दिदीबहिनी आमाहरूले सबैलाई काम पाएको थियो उहाँ सर आदिको। अब बालेन सर प्रधानमन्त्री भए पनि काठमाडौँको सरसफाइमा दिदीबहिनीलाई रोजगार पाओस् भन्नेमा छु हामीलाई एकदमै। र तर बालेन शाहको खुट्टा तान्नेहरू पनि छन् नि, कतिपयले विरोध गर्छन्। विरोध काम धेरै राम्रो गर्नेलाई खुट्टा तान्ने त सबै ठाउँमा भइहाल्छ नि सर। राम्रो काम गर्नेलाई कसले गर्यो भन्छ त? तपाईँ भन्नुहोस् न सर। त्यही त। अब पैसा उरुम लाएर बस्नेलाई चाहिँ उहाँ 4-5 चोटि प्रधानमन्त्री हुँदा पनि उसलाई राम्रै भन्छन्। अझ त्यो होइन, त्यो झुट भन्छन्। देख्ने बेला त्यत्रो मिडियाले देखाएका छन्, त्यस्तो पनि छन् नि सर। त्यस्तो चाहिँ नहोस् न। मेरो नाम नरेन्द्र शैली। जुन 3 वर्षदेखि लगातार महानगरले सरसफाइ गर्नु अगाडि कस्तो थियो खोलाको अवस्था? यो पहिला तपाईँको पहिला बसपामा 6-7 वर्ष बस्यो, त्यसपछि हामी यहाँ बाहिर आएको 6-7 वर्ष जति भयो। पहिला यहाँ अब धेरै उ थियो नि, अब विकृतिहरू तपाईँको फोहोर मैलादेखि लिएर यहाँ धेरै उ थियो नि। साइमन थापा। के हेर्दै हुनुहुन्छ यता? फोहोर सरसफाइ गरेको। यो कसले गर्दैछ थाहा छ? बालेन शाहले। को उहाँ भनेको? अहिले चुनावमा अहिले नेपालको प्रधानमन्त्री हुने हो है, हुने खोज्दै हुनुहुन्छ। काठमाडौँको मेयर अहिले काठमाडौँको मेयर हुनुहुन्छ है। ल, के भन्नुहुन्छ बालेन शाहलाई? बालेन शाह जिन्दाबाद। मेरो सीता सेवा। अब तपाईँ यो खोलामा हिँडिरहनु भएको छ, खोलाभित्र पनि सरसफाइ कर्मी हुनुहुन्छ होइन? कहिले डोजर प्रयोग गरेको छ? अहिले महानगरमा बालेन शाहको कार्यकालमा केही चेन्ज पाउनु भएको छ? धेरै चेन्ज उहाँले गर्दा नै त यतिको भयो, पहिला यतिको पनि थिएन। उहाँले नै हो अहिले जति पनि चेन्जेस भयो उहाँकै कारणले हो। उहाँले छोड्दै हुन्छ महानगरपालिका है, चुनावमा जाँदै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? अझ राम्रो गर्नु पर्यो। अझ प्रोपरली भएको छैन नि त, अझ थोरै मात्रै छ। त्यही भएर अझ राम्रो जो आउँछ अझ राम्रो गरोस्। त्यही नै भन्न चाहन्छु म त। सकेसम्म त बालेन शाह नै हुनुहोस्, त्यही नै हो। जनताले भोट दिन्छन् त फेरि बालेनलाई, त्यस्तो लाग्छ? पक्कै पनि दिनुहुन्छ होला जस्तो लाग्छ मलाई। मेयर बालेन्द्र शाहको कार्यकालमा काठमाडौँ महानगरपालिकाभित्रका बागमती विष्णुमती मात्रै नभएर ससाना खोलाहरू पनि सरसफाइ भए। कतै डोजर प्रयोग गरियो, कतै मजदुर प्रयोग गरियो। मेरो नाम टेकबाट है। राम्रो काम गर्नेलाई खुट्टा तान्छन्, सबैलाई थाहा छ नि। राम्रो काम गर्ने मान्छेले त सबैले खुट्टा तान्ने हो नि, त्यस्तो हो। जसले राम्रो काम गर्छ त्यसलाई त कसले हुन दिन्छ त? नेपालमा हुन दिँदैन नि। पहिलाको नेताहरूलाई अब भन्न त धेरै मन थिएन। अब पहिलाहरूलाई अब खारिज गरेर हाम्रो नयाँ पुस्ताहरू जेनजीहरू पुस्ता निक्लिरहेछन्।
एकदम राम्रो छ। अब पहिलाको नेताहरूलाई खारिज गर्नुपर्छ भन्ने अब बालन सरलाई सुझाव भनेको अब भन्नु के छ र बालन सरलाई होइन सुधार गरिराख्नु भएको छ त्यस्तै गर्नुहोस् होइन राम्रो अरू योभन्दा अघिको कामको लागि राम्रो काम गर्ने अग्रिम शुभकामना दिइरहेको छ अनि त्यस्तै गरी राम्रो काम गर्दै जानु होला। मेरो बाबुकाजी तपाईँले थाहा पाउँदा यो विष्णुमती खोला कस्तो थियो? हामी नुहाउने पौडी खेल्ने यहाँ त सबै सर्लङ्ग माछाहरू दौडेकै देख्थ्यो नि है। कति वर्ष अगाडि आजभन्दा? यो तपाईँको 45-46 सालमा त्यस्तो थियो। त्यहाँसम्म राम्रै थियो? राम्रै थियो तपाईँको। हजुर। अनि कसरी बिग्रियो त फेरि हालत? यो अब ढल मिसाइदियो, घरहरू धेरै बढ्यो तपाईँको। अब अनि फोहोर मैला मान्छे धेरै भए। अहिले राजीनामा नदिएन अब को आउँदै हुनुहुन्छ आउने पुस्तामा पनि योभन्दा अझै राम्रो गरी जाउन् भन्ने हाम्रो त्यही हो। र कस्तो गरे समग्र बालेन्साले 3.5 वर्षमा कस्तो गरे भन्ने लाग्छ हजुरलाई? जे होस् अब अरू त हामीलाई थाहा छैन। जे होस् यो काठमाडौँ भ्यालीमा चाहिँ जे होस् बाटोदेखि लिएर निगुनमा जे होस् यहाँको सरसफाइदेखि लिएर यताउता चाहिँ धेरै राम्रो गर्नुभएको छ है। हजुर। उहाँलाई थप सुझाव के छ? अब उहाँले अब अर्को निर्वाचन लड्दै हुनुहुन्छ। अब उहाँलाई हामीले अग्रिम शुभकामना दिन चाहन्छौँ। हो। भोलिको दिनमा यहाँ जोसुकै मेयर आओस् योभन्दा राम्रो काम गर्नु राम्रो गर्नु पर्यो ल। हाम्रो त्यही सुझाव हो ल। हो। हस्, थ्याङ्क यू सर। मेरो कृष्ण प्रसाद शर्मा। अब केन्द्र सरकारले राम्रो कामलाई त्यो चाहिँ स्थानीय सरकारले गरेको होस् या प्रदेश सरकारले गरेको होस् या कुनै पार्टीको व्यक्तिले गरेको होस् या स्वतन्त्र व्यक्तिले गरेको होस् त्यसलाई निरन्तरता दिनु पर्यो पहिला कुरा। हजुर। राम्रो कामलाई कसैले पनि कुनै पनि बाहनामा राजनीतिक बाहनामा छेक तोक गर्ने काम गर्नु भएन। हजुर। पहिलो कुरा किनभने देश सबैलाई देश प्रेम हो, देश प्रेमकै लागि पार्टी खडा भएका हुन्, सबैले गर्छु भनेरै आएको हो भने राम्रो कामलाई निरन्तरता दिनु पर्यो। मेरो छवि अधिकारी पहिला हामी बाजेहरूले हामीले भनेको सुन्दा विष्णुमती बागमतीमा चाहिँ गएर नुहाउँदा फल पाइन्छ हाम्रो धर्मशास्त्र अनुसार भनिन्थ्यो। अहिले चाहिँ अब अहिलेको अवस्था हेर्दा यस्तो छ सरसफाइ भएर अलि पहिलेकै अवस्थामा फर्किए त हुन्थ्यो। तर अब हेर्नु न यी ढलहरू यहीँ खोलामा छ के छ अब यो नभइकन त यहाँ अब स्वच्छ हुने कुरो भएन। मुख्य कुरा चाहिँ ढल मिसाएसम्म नमिसाएसम्म यो जति सफा गरे पनि यसको अर्थ छैन। यो ढलहरू चाहिँ अर्कैतिर छुट्टै व्यवस्थित गरेर हजुर यो नदीहरूलाई चाहिँ पहिलेकै अवस्थामा फर्काउन सके चाहिँ। मेरो बेतलाल डाँगी। अब हेर्नुहोस् त यस्तो चिसोमा पनि खोलाभित्र बसेर सरसफाइ कर्मी छन् होइन? एकदम राम्रो सर। हजुर। बालेन्सर एकदम राम्रो। यस्तो हेर्नु त यस्तो फोहोर खोलाहरू बोकिराखेको छ। यो जनताहरू यस्तो व्यक्तमा छ यो कपडा बेचिराखेको छ चिसोमा। एकदम बालेन्सर यो राम्रो अहिले नै बाजी मार्नुहुन्छ भन्ने कुरा पछि हेर्ने कुरा जनताले चिन्छ। अब मेरो लागि त केपी ओलीले नै जित्नु हुन्छ भन्ने लाग्छ क्या र। हो। हजुर। भनेपछि तपाईँ नेकपा एमालेको कार्यकर्ता? म यो शुभचिन्तक हो तर म भनेको बालेन्साको कति के गर्नुहुन्छ? विरोध गर्नुहुन्छ कि? हामी विरोध गर्दैनौँ, उहाँले ठिकै गर्नुहुन्छ तर उहाँ केपी ओलीसँग लड्न सक्नुहुन्न त्यो भन्ने लाग्छ तपाईँलाई? हजुर भन्ने लाग्छ।